कोटेश्वरदेखि चाहिँ हिँडेर बानेश्वर। हेलो गुड मर्निङ, के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ है? म पनि सन्चै छु। तपाईँहरू सबैजनाको स्वागत छ डे 11 मिनी ब्लगमा। म चाहिँ मस्त बिहान बिहानै उठेर तातो पानी खाएँ एन्ड तातो पानी खाएर मस्त फ्रेस भएर मुखमा क्रिम लगाएँ एन्ड त्यसपछि क्रिम लगाइसकेपछि खाना बनाउनुतिर लागेँ। खानामा चाहिँ आज म सोहिजन बनाइरहेको थिएँ। सोहिजन मस्त भुटिरहेको थिएँ। उतातिर चाहिँ प्याज, गोलभेडा, अदुवा, लसुन पेस्ट सबै रेडी गरेर राखेको थिएँ एन्ड त्यो हालिसकेपछि मेरो खाना रेडी भइसक्यो। अनि त्यसपछि खाना खाइसकेपछि बिग मार्टतिर गएँ। बिग मार्टमा चिज लिएँ। चिज लिइसकेपछि त्यसपछि म टमाटर सस लिएँ अनि त्यसपछि फेरि क्याप्सिकम लिएँ। तपाईँहरूलाई थाहा भइसक्यो होला म आज के बनाउनु गइरहेको छु भनेर हामी। अनि त्यसपछि पिज्जा, यस आज पिज्जा पाक्दैछ। अनि त्यसपछि यता सब घर आएपछि घरमा पिज्जा सबैजना मिलेर बनाइरहेको थियो एन्ड त्यसपछि पिज्जा रेडी भइसकेपछि सबैजना खाएँ मिलेर। यति मिठो पिज्जा घरमा बनाएको थियो, यति मिठो पुरै छोडिदिनु। एकदम मजाको थियो, एकदम मजाको पिज्जा बनाएको थियो। अनि त्यसपछि फेरि बानेश्वर बेलुकातिर हिँडेर गएँ। त्यहाँ सामानहरू लिएँ के यो कानको टप्ली एकदम मस्त थियो। अनि त्यसपछि फेरि बानेश्वरको आकाशमी पुल छ नि त्यहाँदेखिको भ्यू वाउ थियो। अरू कपडा सपडा लिएँ एन्ड आजको लागि यति मात्रै। अर्को मिनी ब्लगमा भेटौँला, बाई बाई।